हजुर, जुम्ला जिल्ला हिमा गाउँपालिका महावै पाथरखोला घर भई हाल काठमाडौँदेखि पल तिरुवाको पहिलो प्रस्तुति देउडा वाचन पैसा भन्दा ठुलो। कृपया सबैले पुरा भिडियो हेर्न नभुल्नुहोला। बैरागीको बाँझो मन कैयौँ ठौर डुलो, जीवनमा केही पन छैन पैसा भन्दा ठुलो। जीवनमा केही पन छैन पैसा भन्दा ठुलो। उमेरले 23 वर्ष भया, भाबी नाको जेठो। भाबी निले क्या लेखियो कर्म खोटी त्यसो। भाबी निले के लेखियो कर्म खोटी त्यसो। बिमारले जिन्दगी खायो, सपना धेरै छन्। थाहा भयो जिन्दगीमा आफन्त के रहेछन्। थाहा भयो जिन्दगीमा आफन्त के रहेछन्। जेठो भई बालापनदेखि कति त जाल पाया, कतिको त राम्रो भया, कति का गाल खाया। कतिको त राम्रो भया, कति का गाल खाया। सुख भया रमाउन्या सबै, दुख भया लुकन्या। पैसा भया सबै आफ्ना नभया थुकन्या। पैसा भया सबै आफ्ना नभया थुकन्या। काठा मानिसका जात आँखामा बगेका आँसु को पो थुन्दिन्या छ। दुखारीका कथा व्यथा को पो सुन्दिन्या छ। दुखारीका कथा व्यथा को पो सुन्दिन्या छ। कहिले भिज्या बेड बिस्तरा हस्पिटलका पनि, कोही सोध्दैनन् तेरो जीवन क्या कसो छ भनी। कोही सोध्दैनन् तेरो जीवन क्या कसो छ भनी। बर दुःखलाई पिठिया हाल्या, सुख हरि गयो। गन्तव्यमा पुग्ने मेरो रहर मरि गयो। गन्तव्यमा पुग्ने मेरो रहर मरि गयो। हजुर, यो गीतको शब्द रचना पल तिरुवा र वाचन सुरेन्द्र विश्वकर्माको रहेको छ। यसै गरी यो गीत मार्फत सम्झन पर्दा सुनौलो धरतीमा जन्म दिने भगवान रूपी आमा बुबालाई धेरै सम्झेको छु। यसै गरी म पल तिरुवा चिन्न नचिनाउनेलाई धेरै सम्झेको छु। र यसै गरी यो गीत मार्फत म सुरेन्द्र विश्वकर्मालाई पनि मिठो माया र लामो सम्झना भन्नुभएको छ। हस्त, धन्यवाद।